निम्सदाई भनेर विश्वभर परिचित नेपालका महान पर्वतारोही निर्मल पूर्जा नमौफोर्जा को 30 जुलाई 2026मा पाकिस्तानको गिलगिट बाल्टिस्तान क्षेत्रमा रहेको ब्रडपिक ब्रोडपीक हिमाल आरोहणका क्रममा आएको भीषण हिमपहिरोमा दुःखद निधन भएको पुष्टि गरिएको छ। दुर्घटना क्याम्प 2 र क्याम्प 3 बीच भएको थियो, जहाँ अन्तर्राष्ट्रिय आरोहीहरूको टोली हिमपहिरोमा परेका थिए। प्रारम्भमा उनी हराइरहेका थिए र उद्धार टोलीले हेलिकप्टर, ड्रोन तथा स्थलमार्गबाट लगातार खोजी अभियान सञ्चालन गरेको थियो, तर प्रतिकूल मौसम र कठिन भौगोलिक अवस्थाका बीच अन्ततः उनको निधन भएको पुष्टि भयो। सन् 2019मा केवल 6 महिना 6 दिनमै विश्वका सबै 14वटा 8000 मिटरभन्दा अग्ला हिमालहरू आरोहण गरेर विश्व कीर्तिमान बनाएका पूर्जा आधुनिक पर्वतारोहणका सबैभन्दा प्रेरणादायी व्यक्तित्वमध्ये एक मानिन्थे। उनी पूर्व ब्रिटिश गोर्खा सैनिक तथा स्पेशल बोट सर्भिस का सदस्य पनि थिए र उनको असाधारण यात्रा नेटफ्लिक्सको चर्चित वृत्तचित्र 14 फिक्स नथिङ इज इम्पसिबल मार्फत विश्वभर परिचित भएको थियो। उनको असामयिक निधनले नेपाल मात्र होइन, सम्पूर्ण अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायलाई गहिरो शोकमा डुबाएको छ र विश्वभरबाट श्रद्धाञ्जली अर्पण भइरहेको छ।